सो हेलो गाइज हामीहरू अब कर्णाली पुलमा पुग्दैछौँ। अब छिट्टै हामी पोखरी पुग्छौँ। अब एन्ट्री गर्दैछौँ हामीहरू। यो घुमिसकेपछि हामीहरू चाहिँ अब पोखरातिर लाग्नेछौँ। हो कर्णाली पुल होइन। यतातिर हाम्रो सर रेस्पेक्टेड सर हुनुहुन्छ गुरुजी सर। उहाँले हामीहरूले मायाले गुरुजी भन्छौँ होइन। गुरु सर हो कि नै? हो नि। हो बिल्कुल हो। यतातिर चाहिँ राफ्टिङ गर्न जान्छ केटा हो। अब यतातिर चाहिँ अब भनौँ न यो पुल अब एकदम भाइरल छ। अब यो मान्छेहरू यहाँ पार गर्नुभन्दा पनि अब धेरै मान्छेहरू त यतातिर घुम्न मात्रै आउँछन् होइन। पुल हेर्न खासमा यो जापानिजले बनाएको अरे। अब खै मर्यो अरे। कुन टेक्नोलोजीले बनाएको थाहा भएन। रसियन टेक्नोलोजी नबोल्दा त्यस्तो। सो फाइनली गाइज हाम्रो सर मामा भाइस प्रिन्सिपल सर यतातिर हुनुहुन्छ। सर हल्लो गरिदिनु त। हेलो गर्दैन सर। सर भलक बनिरहेछ। सो अब हामीहरू पुगिसक्यौँ। अब एकछिनमा एन्ट्री गर्छौँ। सर हाम्रो सर एक्लै भइसक्नु भएको छ। सर सँगै हिँडौँ न। सँगै हिँडौँ हो नि। नै उतै गएर खर्च गर्छु। सो अब हामीहरू पुग्दैछौँ। सर केही शब्द भनिदिनु पर्यो। अब आज हाम्रो यो मसुरियादेखि पाल्पासम्मको विद्यार्थीहरूको शैक्षिक भ्रमण हुँदैछ, जस कारण हामी अहिले बिचमा छौँ। कर्णाली नदीमा छौँ। कर्णाली नदीको हामी यो कर्णाली पुलको दृश्य अवलोकन गर्दैछौँ। त्यहाँबाट हामी बिस्तारै अब पोखरातिर लाग्नेछौँ। पोखरासम्मको हाम्रो यात्रा रहनेछ। विद्यार्थी भाइ बहिनीहरूसँग रमाइलो भइरहेको छ। सो देख्न सक्नुहुन्छ तपाईँहरू 500 मिटर छ लगभग आधा किलोमिटर होइन। हाम्रो एउटा साथी त्यो जापानिजहरूले बनाउँदाखेरि त्यो जापानिज पुल बनिसकेको चाहिँ डुबेर मऱ्यो अरे यता साथी हो सर। सो सर यो तपाईँको कस्तो अब यहाँदेखि डाइरेक्ट वहाँसम्म पारी हुने कि यहाँ फेरि बस पारी जाने हो। पारी ए त्यसो भए पारी नै जाऊँ होइन। पारी लगाइ अब हामीहरू चाहिँ जान्छौँ होइन। अब यो भनेपछि हाम्रो आधा किलोमिटरको लगभग पुल हो 500 मिटर। सो हामीहरू चाहिँ अब कोहीसँग हिँड्दैन। हाम्रो सर यतातिर हुनुहुन्छ। हामी छपरीहरूलाई इग्नोर उहाँसँग हिँड्ने हो कि नै? हो हामी छपरीहरूलाई इग्नोर गर्छौँ। भिड देख्न सक्नुहुन्छ तपाईँहरू। भिड बढी छ यहाँ, कोही मान्छे छुट्न पनि सक्छ। अब हाम्रो यात्रा अब पोखरासम्मको होइन। आवाज नआए पनि आवाज सुन्नु होला भोल्युम बढाएर। यहाँ एयरपोर्ट कोचेर, इयरफोन कोचेर, हेडफोन पनि कोचेर